पेपला जेबासियो साङ्गला गुड मर्निङ सम्पूर्ण साथीहरूमा र विशेष आज म यति बेला सधैँ घुमेर नै आउँछु र घुमेर आउँदा आउँदा मैले सम्झेँ एउटा सानो भिडियो फेरि बनाइहालौँला र यो भिडियो चाहिँ तामाङ भाषा लर्निङ तामाङ भाषामा है हामीले भाषा सिक्दैछौँ र त्यसबारे बनाउने विचार गरेँ र विशेष आज चाहिँ घ्याम्लामिन अथवा बाटोको नामहरू र बाटोको नामहरूमा राम्रो बाटोलाई झ्याबा घ्याम, अप्ठ्यारो बाटोलाई गेप्टा घ्याम अथवा ढुङ्गा भएको बाटो पनि हुन्छ र त्यस्तोलाई चाहिँ युङ्बा घ्याम अनि हामी नेपालीमा भन्छौँ नि चोर बाटो, त्यो चोर बाटोलाई चाहिँ यो घ्याम अनि तेर्सो बाटो पनि हुन्छ कोही बेला, त्यो तेर्सो बाटो चाहिँ पेरु घ्याम अनि सिँढी भएको बाटो पनि हुन्छ, उकालो चढ्नु ओह्रालो झर्नु यस्तोलाई चाहिँ चेङ्ला घ्याम भनेर भनिन्छ र आज बाटोको नामहरूमा मैले जानेको जति तपाईँहरूलाई भने र शब्दहरू भिन्न हुनसक्छ। तपाईँहरूले अरू पनि पाउनुभयो भने कमेन्टमा लेखिदिनु होला। हवस् त, मन पर्यो भने तपाईँहरूले लाइक कमेन्ट र सेयर पनि गरिदिनु हुन अनुरोध गर्दछु। हवस्, थ्याङ्क यू फर वाचिङ।